बाबाको चस्मा। सानो तर रमाइलो गाउँ, हरियाली, चराहरूको चिरबिर र साँझपख धुवाँले भरिएको चुलोको बास्ना। त्यही गाउँको पुच्छरमा एउटा पुरानो घर थियो, माटोको फुस्रोको छानो भएको। त्यही बस्ने वृद्ध हरिकृष्ण बुबाको आफ्नो छोरासँग जीवनको उत्तरार्ध बितिरहेको थियो। हरिकृष्ण अब 80 वर्ष पार गरिसकेका थिए। दृष्टि धमिलो भइसकेको थियो, स्मरण शक्ति कमजोर, हात काँपिने। समयसँगै शरीरको शक्तिसँगै छोराको माया पनि धमिलो हुँदै गइरहेको थियो। छोरो अर्जुन बिहान अफिस जान्थ्यो, बेलुका ढिलो फर्किन्थ्यो। श्रीमती र छोराले घरको सबै काम गर्छन् भनेर उसको गर्व बिस्तारै अहङ्कारमा बदलिन थालिसकेको थियो। एक साँझ भान्सामा सबैजना खाना खान बसेका थिए। बुबाले आँखामा चस्मा लगाएर चामल सपात्न खोज्दा हात कापियो, थाल खस्यो। चामल भुइँमा खुट्टाको नजिक नुनको डल्लो पनि छरियो। अर्जुन टट्किएर करायो, कतिचोटि भन्या बाबु, ध्यान दिनुहुन्न। अबदेखि छुट्टै थाल, छुट्टै टेबल, हामीलाई झन्झट भयो। श्रीमतीले सघाइन्, बुढेसकालमा झन्झट मात्रै त हो, हामीले त हेरेकै छौँ नि। हरिकृष्ण बिस्तारै उठे, केही बोलेनन्। नजर झुकेको थियो। ती पुराना आँखाले के सम्झिँदै थिए होला। 7 वर्षको नाति आयुषले काठका टुक्रा, पुराना गिलास र कागज जोडेको थियो। हरिकृष्णले बिस्तारै सोधे, बाबु के बनाउँदै छस्? आयुषले मुस्कुराउँदै भन्यो, बाजे, म बाबाका लागि छुट्टै टेबल बनाउँदैछु। तपाईँ जस्तै जब बाबा बुढो हुनुहुन्छ, बाबालाई पनि छुट्टै बस्न दिउँला नि। ती शब्दहरू हावामा जस्तै झरे। शब्दको तौल थियो तर आवाज थियो मासुम। अर्जुन र उसकी श्रीमती वाक्क भए। एकछिन सब चुपचाप सन्सटा। अर्जुन बिस्तारै बुबाको नजिक गई लासले भरिएको स्वरमा भने, बाबा, तपाईँको चस्मा म सफा गरिदिन्छु। अबदेखि हामी एकै थालमा खान्छौँ। तपाईँको आँखाबाट संसार हेर्न सिक्न चाहन्छु म। हरिकृष्ण बुबा केही बोलेनन्, केवल मुस्कुराए, भित्रबाट नहिन रसाए। केही वर्षपछि अब बुबा छैनन्। उनको पुरानो चस्मा अझै अलमारीमा छ। अर्जुन कहिलेकाहीँ त्यो चस्मा हेर्छ। त्यो चस्माले त देख्न सकिँदैन, तर सम्झनाको धुमिल तस्बिरहरू त झलझली देखिन्छन्। छोरो आयुष अब जवान हुँदैछ। अर्जुनले कहिल्यै नबिर्सिने पाठ सिकेको छ, जति माया दिन्छौ उति माया फर्कन्छ। बुबा आकाश जस्तै, कहिल्यै नछोड्ने तर सधैँ टाढा रहने। हामी आफ्ना बुबा आमालाई कति दिनसम्म सँगै पाउँछौँ? धेरै होइन, तर त्यो थोरै समय यदि हामीले माया र सम्मानले